back to my vlogs हजुरहरू सन्चै हुनुहुन्छ होला भन्ने आशा छु। म पनि आज सन्चै छु। आज म बासपट्टि जान लाग्यो नि त नि अनि हजुरहरूलाई चाहिँ थम्बनेल हेरेर थाहा पाइसक्नु होला मेरो चाहिँ 500 सब्सक्राइब भएको छ अनि हजुरहरूलाई थ्याङ्क यू। ल अब चाहिँ म ड्रेस सकिन्छु अहिलेसम्म त मैले लगाएको छ मेसेज टाइप कस्तो कमेन्ट गरेर भनिदिनु होला नि त म है पर्फुम हाल्नु लाग्छु है यस्तो मजा बाँच्नु हुन्छ यो चाहिँ सत्यम होइन अनि 8 बजे अनि टक्क लगाएर अब चाहिँ जानु लाग्यो। अब चाहिँ अब टक्क हामीले एकदम मिलाइहाल्नु त्यो कस्तो बाल काटेर यस्तो कालो कालो खाप्छ टक्क लगाएर अब स्नालहरू फुपूहरू आउने हुनुहुन्छ अनि यहाँबाट चाहिँ जान्छ। हजुरलाई यस्तो म चाहिँ 500 सब्सक्राइबर भएको थियो यस्तो भेरी भेरी मेरो हृदयबाट धन्यवाद। सो अब हामी चाहिँ बाटोबाट जान्छ यस्तो छ है बादल बनेर। फाइनली म चाहिँ दिदीको दोकानमा आएको छु अनि यहाँहरू चाहिँ भान्जीले लगेर जाने अरे क्या ल्याङ गरिदिनु पर्किला ल स्मेल पनि आयो भान्जी पनि आयो अब हामी चाहिँ अब बसको कुर्दै कुर्दै यिनी हो नै तिमीसँग बोल्ने यिनी सो फाइनली हामी चाहिँ यो कहाँ अरे मैना पोखर भन्ने ठाउँमा आएको मैना पोखर भन्ने चाहिँ अलि हाम्रो बजारको भन्दा अलि डिफ्रिकल्टै रहेछ यहाँबाट अब अनि अटोमा चाहिँ बसेको अझै एकजना मान्छे चाहियो अरे त्यसले ऊ त्यहाँ चाहिँ हेर्न सक्नुहुन्छ त्यहाँ चाहिँ गीत बजिरहेको अन्त अब सर चिसो चिसो हावा अब राति पुगिन्छ होला जस्तो लाग्छ मलाई मेरो अनुमानले अब कस्तो भयो कमेन्ट गर्न सक्नुहुन्छ यस्तो रहेछ है फाइनली गाउँमा आयो ढुङ्गा छ होइन विवेककै ढुङ्गा खाने बाटो पुग्यौँ होइन अब चाहिँ अब यहाँदेखि अब मलाई विवेक बिना चाहिँ झर्छन् होला म चाहिँ अब यहाँदेखि जान्छु। म चाहिँ म त अर्कै अटोमा हिँड्दै रहेछु कि उहाँ आन्टीले भन्नुहुन्थ्यो अनि त्यो भएर रहन्छ कि त्यो अनि त्यो भएर फेरि ल्याङ गयो नि यत्रो हिँड्नु पऱ्यो यार फेरि छ्या मेरो फुटे के छैन के हुन्छ है ल अब ल्याङ गयो नि त बल्ल पो भेटाएँ त मैले अटो होइन अनि अटोमा चढेँ बल्लको लोकेसन हुँदैन अन्त नत्र त्यस्तो भयो कि मेरो भाग्य यस्तो रहेछ होइन अनि यस्तै भएर सो अटोमा चाहिँ पुगेँ 5 मिनट जति हिँड्नु पऱ्यो है। मैले सरप्राइज दिन्छु भन्थेँ होइन तर अब भएन सरप्राइज दिने नै भएन क्या आफै आएर ल्याङ भयो नि त चिया मैले एकैचोटि सरप्राइज दिन्छु भनेको भयो त भएन के अन्त अब थ्याङ्क यू 500 सब्सक्राइबर पुगाइदिएकोमा। अब के भन्छ नि यसलाई सिमरन कि के खाने भन्छ नि त्यो हो यो अटोमा। सो फाइनली चाहिँ म पुगेँ गाउँमा चाहिँ टक्क लगाएर सो फानी अनि घर चाहिँ ऊ त्यो हुन्छ को बाहिर बसेछ थाहा पाइदिइहालेँ म आज रोडमै बसेको रहेछु ठ्याक्कै पुगेर अनि म आज थाहा पाइदिइहालेँ मलाई थाहै थिएन ठ्याक्क अब चाहिँ आइदियो अब जयमसी आमा हाम्रो बा जयमसी बा यो चाहिँ मेरो भाइ आमोस खाना पनि खाएँ मैले मिठो थियो। अब यहाँबाट अब सुत्छौँ सबजना चाहिँ यस्तो अँध्यारोमा के देखिन्छ होइन यहाँ चाहिँ अब घर मुली अब चाहिँ टन्न खाइयो अब मजाले सुत्छु अब गुड मर्निङ एभ्रिवान फेरि बिहान चाहिँ उठ्यो है अनि खानासँग चाहिँ त्यसलाई थियो अनि त्यसपछि बिहान अनि सब फ्रेस भयो कि होइन पछि याद चाहिँ अनि भाइले चाहिँ पैसा गएर चाहिँ हामीलाई सोलिरहेको छ नि त पैसा कस्तो राम्रो छ नि
त्यही हो। अनि गिटार रहेछ चर्चमा, चर्चमा गिटार सिटार बजायौँ, रमाइलो गऱ्यौँ। हेर्नु न पाइरहेको जस्तो यहाँ मल फालिरहेको छ। ल सिँगालै छ भने आउनु सक्छ कोही उनको होइन। अनि चाहिँ नास्ता पनि खायो। फेरि दिदीले चाहिँ मकै पोलेर दिनुभयो आमासँग। यसको चाहिँ घाँस काट्ने रहेछ है। त्यसले चाहिँ घाँस काट्न लागेको छ। अनि खै आसी देखा आसी खाना ल काट्नु छिटो। त्यसले चाहिँ आसी खाना म चाहिँ मकै खाँदै, म त हेर्ने मान्छे हो नि त, म बिकिने पाहुना हो नि त होइन। कभी लगता है क्या पुनीत भगवान है। राम्रो छ मकै भित्र छिर्नु पर्छ। मकै खान्छ मकै भित्र बुझ्यो अभी मजा आएगा ना भिडो मेरो भाइ। अब घाँस चाहिँ यस्तो छ कि काम ला। आज चाहिँ 8:30 बजी उठेको नि त, घर बेला उठ्दैन नि त यति बजी 8:30 बजीसम्म के यामी थिएन झन्। आज राति यस्तो ल्याङ भइदियो क्या, म यामी नमिन त घाँस खान लाग्यो। हामी चाहिँ यहाँको चाहिँ घुम्नु लाइन त हुन्छ होइन। अघि सफर जानु लाग्यो। सबैजना चाहिँ यहाँ हामी चाहिँ यस्तो घुम्ने वरिपरि घुम्न आएको थियौँ। फाइनली चाहिँ हामी चाहिँ आयौँ। यो त्यही छ नि त त्यतातिर हो। यहाँको मजा आउँछ कि कस्तो आउँछ। म चाहिँ धेरैचोटि आएको छु आउन त, तर यहाँ कहिले पनि फोटो खिच्दैन अहिलेसम्म मैले। सो हामीले चाहिँ फोटो पनि खिच्यौँ। म हालिदिन्छु नि त फोटो होइन, टक्क गीत बनाएर। अनि त्यसपछि सो घुम्यौँ क्या, राम्रो रहेछ होइन। जङ्गल रहेछ, उता जङ्गल रहेछ। एउटा चाहिँ केटी थिए होइन, बोलाउन लानेको अब गयो कि मेरा मजाक। फाइनली घर पनि आइयो है। फोटोसोटो हान्यो मजाले। आमासित त्यहाँ बाइक राख्दैछौँ। म चाहिँ पहिले सुरुमै मन्दिरतिर जान्छु कि। अब खाना खाएर फेरि स्केटतिर जान्छौँ। यो भिडियो चाहिँ लङ हुन्छ कि, किनकि सर्ट भिडियो लङ मतलब यो चाहिँ 20-30 मिनटकै हुन्छ जस्तो लाग्यो मलाई चाहिँ। किनकि सर्ट भिडियो चाहिँ अर्कै लाग्छ नि त। यहाँ आइसक्यो फेरि हामी चाहिँ होइन टक्क लाएर फेरि टक्क लाएर स्केटिङ खेल्न गएको यतातिर। स्कुलबाट ठाउँमा जाने भनेको स्कुलबाट ठाउँमै भेटाएनौँ कि हामीले। यहाँ साइकल चलाएर खाए बिचार थाकिसक्यो। स्केट अझै भेटिएकै छैन। बाँसगढी गयो है। अनि म चाहिँ बाँसगढी आएको थिएँ नि त, अनि अब हजुरलाई थाहा पायो होला। अनि गाई चाहिँ त मेरो भाइ हो है। कोहीलाई खेल्ने अनि सबै मोबाइल त जो परे जाओस् मैं जाम यार गाय जो ना हाम्रो दाइ हैन जो स्लो मोसनमा जानु जा। सो फाइनली होइन सब खेल्यो। यस्तो चोट पनि डह्रो लाग्यो आज पनि। मेरो भाइले चाहिँ आज अलिअलि सिक्यो नि त। म चाहिँ फेरि पुरै सिक्यो। फेरि कर्सर हान्नु सकेन नि, त्यो गरी मेरो फानिएको टक्क पानी पुरी खान आएको नि भोक लागेर। सो पानीपुरी खाएको लास्ट पिरो थियो। सो फाइनली अटपटे पिरो सिरो यस्तो खायो। 70 रुपियाँ च्वाइन्ट भयो। अब चाहिँ घर जाने भाडा चाहिँ हुन्न। अब हजुरले यस्तो इसामा हालिदिनु पऱ्यो पैसा। कुछ तरिका है भीख मांगने का। र हामी चाहिँ राइडर चाहिँ यही हो। यसले नै चलाएको। म चाहिँ हान्नु नि, म साइकल चलाउनु पनि हान्नु नि मलाई। सो थ्याङ्क यू सो मच वाचिङ द भिडियो। म पनि घर सर आइसकेँ है। अनि चाहिँ हजुरले माया सपोर्ट देखाइदिनु होला। अनि हजुरहरूलाई चाहिँ यो तिजको धेरै धेरै शुभकामना राम्रोसँग मानोस्। आफ्नो चाडपर्व होइन
अनि त्यसपछि अनि घर सराइसक्यो अनि हजुरलाई यस्तो धन्यवाद। अब 1K को लागि अगाडि बढ्ने स्क्रिन बढ्ने। त्यसपछि हजुरलाई कस्तो लाग्यो के लाग्यो कमेन्ट देखाउनुहोस्। सो नेक्स्ट टाइम भेटौँला। सो थ्याङ्क यू द वाचिङ द भिडियो। बाई।